यार कति राम्रो राम्रो छ सुगाहरू। टेबललाई चाहिँ 27,000 अनि ट्याक्ससँग गरेर 30,000 अनि 8,38,000 रहेछ यो सेटलाई चाहिँ, अनि ट्याक्स गरेर चाहिँ 9 लाख। सो अहिले चाहिँ होइन जापानको मार्केटमा छु। सबैले भन्छन् महँगो हुन्छ भनेर, के कति पर्छ अनि सब देखाउनु पर्यो भन्नुभएको थियो। सो म अब भित्र गएर देखाउँछु है। सो म चाहिँ भित्र आइसकेँ। यार यो त लुकेर रहेछ, नत्र देखिन्थ्यो। यो चाहिँ लुकेर रहेछ। चराहरू कति राम्रो राम्रो छ सुगाहरू, चराहरू। यो चाहिँ डाइनिङ टेबल होइन, यो टेबललाई चाहिँ 27,000 अनि ट्याक्ससँग गरेर 30,000 अनि 8,38,000 रहेछ यो सेटलाई चाहिँ, अनि ट्याक्स गरेर चाहिँ 9 लाख यो रुमहरूको। अनि यहाँ चाहिँ छ है सानो सानो माछाहरू। सानो माछा बच्चाहरू। यो चाहिँ भयो माछा। यता पनि छ, यता त सोको लागि राखिन्छ नि त। नर्मल यस्तो बेसिक टी सर्टहरूलाई पनि 1400-1500 ट्याक्सै लाग्दो रहेछ। 200 केही किन्नै सकिन्न है गाइस, कति महँगो हेर्न सक्नुहुन्छ होइन यस्तो नर्मल बेसिक टी सर्टहरू पनि। सो नेपालबाट आउँदा चाहिँ लिएर आउनु होला। नेपालको 200 को टी सर्ट त्यसैलाई क्वालिटी चाहिँ हल्का राम्रो छ, तर एकदम महँगो हुन्छ। 1400-1500 नर्मल टी सर्टलाई पनि पर्छ। यो चाहिँ म भएँ गाइस, भिडियो बनाइरहेको छु। अनि यो सानो टुल्स, यसलाई पनि 1900-2700 अरे यस्तो टुल्सहरूलाई पनि एकदम महँगो छ यहाँ। सो गाइस आजलाई चाहिँ भिडियो यति नै गरौँ। च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्न नबिर्सनु होला, र के जान्न चाहनुहुन्छ भने कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुन्छ। भेट्नेछौँ अर्को नयाँ भिडियोमा। बाई।